यो चाहिँ पोखरा महानगरपालिका वडा नम्बर 17 डेभिसफल गुप्तेश्वर गुफाभित्र प्रवेश गर्ने मार्ग हो। हामी चाहिँ अब लगातार गइरहेको छौँ गुफाभित्र प्रवेश गर्नका लागि। चारैतर्फ देख्न सक्नुहुन्छ जताकतै मूर्तिहरू। यतातिर घुम्नको लागि एकदम बेस्ट छ, तर यता गुफाभित्र चाहिँ भिडियो गराउन मनाइ भएका कारण सम्पूर्ण ठाउँहरूमा भिडियो बनाउन सकिएन। यो चाहिँ गुफाको अन्तिम भाग भएका कारण यहाँ चाहिँ भिडियो गर्न पाइँदो रहेछ। यो अन्तिममा यहाँ मूर्ति र यता तल्लो भूभागमा चाहिँ समुद्र भएका कारणहरू यता मान्छेहरू भिडभाड निकै छ। यही गुफाभित्र जताकतै घुम्नका लागि करिब आधी घन्टाको समय लाग्दो रहेछ। धेरै ठुलो छ। गुफाबाट फर्किएपछि हामी चाहिँ गुफा उत्रको चाहिँ भूभागमा बनेका मन्दिरहरू दायाँ बायाँ देखाउन गइरहेका छौँ। यता हेर्न सक्नुहुन्छ स्नेक। त्यसै गरी यता चाहिँ मूर्ति रहेको छ। यो मूर्तिको नाम चाहिँ हजुरले भनेर जानु होला। यता चाहिँ सम्पूर्ण स्थानहरूमा घुमफिर गरेर हामी चाहिँ त्यहाँबाट फर्किन लागिरहेको छौँ। हामी चाहिँ आजको गुफाको यात्रा चाहिँ यत्तिकैमै समाप्त भएको छ।